वेलकम टु माई ब्लग साथीहरु हामी चाहिँ आज पिकनिक जान लागेको है त्यसपछि गाडीमा अलिअलि नाच्यो रमाइलो गर्यो त्यसपछि हामी सबै साथीहरु बसेर गीत गायो अनि एकछिन नाच्यो त्यसपछि भोक लागिसकेको थियो हामी चाहिँ खाजा खान यो केटाहरूले चाहिँ 5-5वटा अन्डा खाथे साथीहरु त्यसपछि हामी माथितिर गयो फोटो भिडियोहरु बनाउन त्यहाँ चाहिँ चिप्लेटीहरु पिङहरु नि थियो मेरो साथीले खेल्यो इग्नोर माई भोइस है यहाँ कराएर चाहिँ यहाँ भोइस मेरो यस्तै छ पिङ खेल्यो निकै रमाइलो भयो बचपनको याद आयो अब पिकनिक भने यस्तै त हो खाने रमाउने खेल्ने नाच्ने त्यसपछि हामी चटपटे खायो फेरि तल पिकनिक स्पोटतिर आयो त्यहाँ साथीहरु नाचिरहेको थियो हामी नि एकछिन नाच्यो नाच्दै त्यतिकै खाजा रेडी भइसकेछ फेरि अब खानै पर्यो खाजा चटपटे चाहिँ म र मेरो साथी मात्र गएर खाएको के अनि त्यही भएर फेरि खाजा खान मनै लागेको थिएन मिठो रहेछ है अनि खादिन भन्दा भन्दै पनि खाइहाले मैले अनि फेरि साथीहरुलाई बल्ल बल्ल फकाएर है यस्तो भिडियो बनाउनु पर्छ भनेर भिडियो बनायो अनि आजभोलि चलेको गीत हजुरहरुलाई थाहै छ के हो तिम्रो नाम बनी परिचय पाम भन्नेमा एकछिन हामीले पनि भिडियो बनायो अनि एकछिन केटाहरुसँग दोहोरी ब्याटल हानियो यति इन्जोय हुन्छ होला भन्ने सोचेको नि थिएन तर त्यो भन्दा नि बढी इन्जोय भयो गाइस हामीहरुले चाहिँ लास्टै रमाइलो गरेर आयो पिकनिक एकदम मेमोरेबल भयो निकै रमाइलो भयो त्यसपछि फेरि उफ्रिरहेको थियो अन्त खाना रेडी भएछ त्यसपछि फेरि सरले खाना खाना हो भन्नुभयो हामी खाना खानतिर लाग्यो हेर्न सक्नुहुन्छ मैले यहाँ प्लेट भर के खाना डालिया है खान्छु हेर्नुहोस् बिचबाट त छैन त मलाई मात्र हो कि सबैको यस्तै हो हेरौँ त खै यो कुन डिजाइनको हो यो कहाँबाट लिएको हो गरिदाको भोइस हेलो कस्तो छ गाइस खाना एकदम मिठो छैन रे खै तिमीलाई देखाम तिमीको हो म चाहिँ पवित्र भन्ने मान्छे हो कि हैन यार म पवित्र भन्ने मान्छे हैन हेर्नु गाइस हामी चाहिँ अब यो लास्टमा अब हामी यति खाएर घर जाने हो हामी चाहिँ अनि म गाडी सुकिसकेको मान्छेको बोल्दा होला रमाइलो पनि भयो अति रमाइलो भयो सायद यो पलहरु म कहिले बिर्सिदैन होला अनि मैले धेरै पटक खाइसके के खाए है तपाईहरुलाई त्यही नै अलिअलि त मैले भिडियो बनाएर राखिदिएको छु तपाईहरुलाई म देखाउँछु तपाईहरुलाई ल्याइदिएको छु अलिकति ब्यागमा राखेर ल्याइदिएको छु तपाईहरुलाई पनि मिठो छ त गाइस अनि बसाइको व्यवस्थापन चाहिँ भएन उठेर खानु परेछ अब म बस्न जानु पर्यो त्यहाँ खाना खाइसकेपछि एकछिन रेस्ट गरेर गाडी चढेर गाडीमा रमाइलो गरेर त्यसपछि हामी सनसेट हेर्दै घरतिर लाग्यौँ एकदम थकाइ लागेको छ मलाई चाहिँ अनि निकै रमाइलो भयो म खासै भ्लगहरु त बनाउँदिनँ त्यही नै फर्स्ट टाइम बनाएको यदि राम्रो रियाक्सन आयो भने हजुरहरुको फेरि हाल्दै गर्नेछु हस्त बाई